हेलो गाइस यो भिडियोमा चाहिँ मैले मेरो केएमसीको ओभरअल एक्सपिरियन्सहरू भन्न गइरहेको छु अनि यो एक्सपिरियन्स चाहिँ टोटल्ली मेरो पर्सनल हो। अब सबैजना रिलेट गर्छ गर्दैन त्यो चाहिँ थाहा छैन। तर यो मेरो चाहिँ ठ्याक्क त्यो केएमसी इन्ट्री भएदेखि ननिस्किने बेलासम्मको सबै मेरो पर्सनल एक्सपिरियन्स हो होइन। अनि यो भिडियोमा चाहिँ म केएमसीमा भएको त्यो एडभान्टेज, डिसएडभान्टेज अनि त्यो कस्तो सिस्टम छ त्योहरू भन्छु। किनभने म केएमसी पढ्नुभन्दा अगाडि नै मैले धेरै भिडियो हेरेर गएको थिएँ। तर त्यसमा चाहिँ सबै त्यो पोजिटिभ रिभ्यू मात्र थियो। त्यसमा त्यो नेगेटिभ जुन मैले गएर भोगेँ त्यस्तो नेगेटिभ होइन। तर जे होस् अलि इन्ट्रोभर्टहरूलाई कस्तो फिल हुन्छ, इन्ट्रोभर्टहरूले चाहिँ झनै रिलेट गर्न सक्छ है त। अब एसए सकेपछि त्यो कलेजहरूको अप्सन हेर्दाखेरि सबभन्दा बेस्ट अप्सन भनेकै त्यही अब पपुलर छ त ट्रिनिटी अनि केएमसी अनि युनिग्लोब हो। यस्तै कलेजहरू छ अरू नि। अनि यो चाहिँ मेनमा आउने कलेजहरू भयो। अनि यस्तै हेरेर म पनि केएमसी गएँ। अनि केएमसी म फर्स्टमा भिजिट गर्न जाने भनेर गएको थिएँ। तर त्यो केएमसीको इन्भाइरोमेन्ट छुट्टै थियो कि। अनि त्यहाँ अब कसरी यसमै पढ्छु भने जस्तो भयो। मैले इन्ट्रान्स दिएँ अनि इन्ट्रान्समा भन्नैपर्दा केएमसीमा पढ्नलाई इन्ट्रान्समा स्कलरसिप पाउन गाह्रो चाहिँ छैन कि। त्यहाँ धेरैले पाउँछ स्कलरसिप तर थोरै स्कलरसिप पाउँछ। लाइक 5000 देखि स्टार्ट हुन्छ जस्तो लाग्यो। 5000 हो कि 3000 त्यस्तैबाट कतिबाट स्टार्ट हुन्छ। अनि त्यस्तैबाट बढ्दै पनि जान्छ। अनि त्यसको त्यो फी स्ट्रक्चरहरू चाहिँ अलिक कम्प्लिकेटेड छ के। हाम्रो चाहिँ कति 2 वर्षमा करिब 5 लाख जति चाहिँ पर्यो होला मेरो होइन त्यो स्कलरसिपहरू नपाइकन। त्यही एउटा फर्स्टमा इन्ट्रान्स एक्जाममा चाहिँ पाएको थिएँ मैले 15,000 स्कलरसिप। त्यो पछि चाहिँ मैले पाएन भन्दा नि हुन्छ, पाउँदै पाएन। अनि त्यो स्कलरसिप पनि हाम्रो एडमिसन फीको लागि मात्र हुँदो रहेछ कि त्यो मन्थली फीहरू त्यसको लागि हुँदैन रहेछ। त्यही भएर त्यो अलिक कम्प्लिकेटेड नै छ कि यो केएमसीको त्यो फी स्ट्रक्चरहरू। अनि अब 11मा गएँ अनि 11मा त अब त्यही 10मा खतरा रिजल्ट आएको। म खतरा हो भने जस्तो हुन्थ्यो। तर केएमसीमा गएर केएमसीको प्रिटर्मले नै हामीलाई लेभलमा लिएर आइदिन्छ होइन। फर्स्टमा केएमसीमा गएर जाने बित्तिकै चाहिँ प्रिटर्म हुन्छ। अनि त्यो प्रिटर्ममा चाहिँ यस्तो कम मार्क्स आएको थियो कि मैले बिलिभै गरेको थिएन कि यो मेरो मार्क्स हो भनेर। अनि एउटा मेन कुरा भनेको हामीले जति एसएमा जति राम्रो गरे पनि हाम्रो लेभल चाहिँ हाम्रो फर्स्ट टर्म प्रिटर्महरूले देखाइदिँदो रहेछ कि। मेरो पनि त्यस्तै भएको थियो। प्रिटर्ममा बिग्रेको थियो, त्यस्तो राम्रो भएन मेरो। एससीमा ए प्लस आए पनि मेरो के अरे 11को फर्स्ट टर्ममा म फेल भएको थिएँ केएमसीमा गएर होइन। केएमसीमा गएर भन्नाले पनि जे होस् फेल भएको थिएँ। किनभने त्यस्तै अलिक फेरि सिस्टम त्यस्तै छ कि 10 सम्म चाहिँ कस्तो त्यो सानो बुकहरू। तर 11मा झन् बित्तिकै फिजिक्सको मात्र बुक यति मोटो हुने, केमिस्ट्रीको यति मोटो, त्यो टाइम दिनै नपाउने जस्तो रहेछ। म डे स्टुडेन्ट थिएँ अनि 11:40बाट क्लास थियो। 10:20 समथिङमा कलेज पुगिन्थ्यो होइन। बिहान स्टुडेन्ट थिएँ, अलिक छिटै हुन्थ्यो अनि त्यतिमा कलेज पुग्थ्यो। अनि बेलुका चाहिँ 5:30मा छुट्टी हुन्थ्यो। अनि 6:30तिर घर आइपुगिन्थ्यो। अनि त्यो पढ्ने टाइमै नहुने के। टाइम भए पनि त्यो टाइमलाई राम्ररी म्यानेज गर्न नसकिने। अनि त्यसले गरेर चाहिँ झनै गाह्रो भएको थियो। त्यो चाहिँ पहिल्यैबाट सिक्नुपर्छ भन्ने जस्तो भयो, फिल भयो होइन। अनि त्यही हो अब फेल भयो अनि अब लाइफमा फर्स्ट टाइम फेल भएको होइन, लास्टै नराम्रो लाग्थ्यो। त्यो रिजल्ट आएको दिन चाहिँ म कलेजबाट रुँदै घर आएको थिएँ। त्यो दिनभरि रोएरै गयो। अनि तर पछि थाहा पाएँ त्यो चाहिँ नर्मल रहेछ केएमसीमा भनेर। यो एउटा कुरा चाहिँ म केएमसीको राम्रो लाग्छ। त्यो भने हामीलाई हार्न पनि सिकाउँछ होइन। यो चाहिँ बेस्ट पार्ट नै लाग्यो कि। तर त्योभन्दा अगाडिसम्म मलाई यो लाइफमा हार्नेदेखि म लास्टै डराउँथेँ। तर त्यहाँ पुगेर त्यो चाहिँ गयो। अनि त्यही हो अब के अरे फेल भयो। अनि त्यहाँ चाहिँ प्यारेन्ट्सलाई लास्टै धेरै कल गर्ने कि। लाइक फर्स्ट टर्म रिजल्ट आयो नि कल गर्ने, एक्जाम आउनलाई पनि कल गर्ने, कल गरे प्यारेन्ट्सलाई। अनि प्यारेन्ट्सलाई कल गरेर के भन्यो थाहा भएन होइन। त्यो तेह्रकै पार्ट छ। अनि अलिकति जे होस् प्रेसर चाहिँ पर्न थाल्यो है त्यहाँबाट चाहिँ। अनि मलाई ल कहिले सकिएला 12 भने जस्तो भएको थियो।
तर सेकेन्ड राउन्डमा चाहिँ फेरि राम्रै भयो, म पास भएँ। त्यसरी बित्दै गयो होइन। अनि 11 को फाइनलसम्म चाहिँ मेरो 11 को फाइनलमा चाहिँ राम्रै रिजल्ट आएको थियो, A+ नै आएको थियो। अनि प्र्याक्टिकलहरू त्योहरू सबै एकदम त्यो टाइममा हुनेछ, यो सिस्टमहरू चाहिँ ठिक छ। अनि प्रेसर अलिक बढी भएको चाहिँ अनि 12मा गएर फिल भएको 11 त त्यसै गरी सक्यो अनि 12मा गएर चाहिँ झनै धेरै प्रेसर भयो के। 11 को फाइनलमा हामीलाई मार्कसिट दिँदैनथ्यो होइन। त्यसमा चाहिँ अनि यस्तो हुन्छ केएमसीको हरेक टर्मिनल एक्जामहरूको त्यो रिजल्ट चाहिँ प्र्याक्टिकल मार्क्स बिनाको हुन्छ नि त। अनि लास्टै कम आउने के। अनि त्यो प्यारेन्ट्सहरूलाई देखाउन पनि लाजै मर्दो खालको त्यो कम आउने। अनि 11 को फाइनल को ग्रेड सिट पनि हामीले पाएको थिएन। त्यति बेला हामीलाई खालि त्यो कुन सब्जेक्टमा कतिवटा मार्क्स आयो कति मार्क्स आयो मात्र भनेको थियो। अनि त्यो त्यस्तो राम्रो थिएन प्र्याक्टिकल नहालिकन। अनि 12मा जाने बित्तिकै कल आयो प्यारेन्ट्सलाई अनि तपाईँको छोरीको पढाइ यस्तो छ उस्तो छ भनेर सुनाइदिनु भएछ। अनि घरबाट प्रेसर यस्तै अब पढिरहेछ आफूले आफ्नो ट्राई गरिरहेछ, आफ्नो बेस्ट दिइरहेछ। त्यही पनि आफूले आफू पनि त्यो सेटिस्फाई नभएको, प्यारेन्ट्सलाई पनि सेटिस्फाई गर्नु नसकेको भन्ने चाहिँ कति हिट गर्छ क्या त्यो कुराले चाहिँ होइन। अनि त्यो कुराले मलाई पनि लास्टै हिट गर्यो, लास्टै प्रेसर दियो कि त्यो। अनि म चाहिँ प्रेसरमा काम गर्न नसक्ने अनि झन् मलाई यस्तो प्रेसर भएपछि ला म सबभन्दा वर्स्ट हो कि म केही गर्न सक्दिनँ कि भन्ने जस्तो मलाई पनि फिल भएको थियो। तर नि अनि अब डेहरू यत्तिकै गयो। अनि मेन कुरा हाम्रो 11 र 12 को सेक्सन चेन्ज गरिदिँदैनथ्यो कि, सेक्सन चेन्ज नै हान्दैनथ्यो। तर हाम्रै ब्याचबाट स्टार्ट भयो ठ्याक्क सेक्सन चेन्ज हान्दियो 11बाट 12मा जाँदा। अनि त्यो भनेको सबभन्दा वर्स्ट हो कि। किनभने हाम्रो 11मा बल्ल बल्ल साथी बनेको हुन्छ अनि त्यो 1 इयर भनेको त्यस्तो लङ पनि होइन कि। यस्तो त्यो बल्ल बल्ल साथी बनेको हुन्छ 12मा गयो सबै साथीहरू फेरियो कि। अनि अझ मेन भनेको चाहिँ आफ्नो सेक्सनमा अर्को पुरानो साथीहरू छ तर आफ्नो कोही साथी छैन भन्यो भने त्यो जस्तो वर्स्ट केही होइन। अनि मेरो केसमा त्यही भएको थियो। त्यही भएर मेरो 12को एक्सपिरियन्स चाहिँ लास्टै नराम्रो भएको थियो फर्स्टमा। अनि पछि गएर चाहिँ साथीहरू बन्दै गयो, ठिकै भयो भनौँ न। तर टाइम एकदम छिटो गयो। प्रेसरहरू त्यस्तै हो, एक्जामहरू भइरहेको थियो टाइम टु टाइम। अनि प्यारेन्ट्सलाई कल गरिरहेको थियो। आफूले आफ्नो ट्राई गर्दा पनि आफूले नसकेको जस्तो चाहिँ एकदम फिल हुन्थ्यो मलाई यो। अनि केएमसीमा चाहिँ कम्पिटिसनहरू लास्टै धेरै हुने। जहिलेको स्याटरडे केही न केही कम्पिटिसनहरू भइराख्ने टाइपको हुन्थ्यो। अनि त्यही हो क्लबहरू नि हुन्थ्यो। अनि 11को फर्स्टमा चाहिँ हाम्रो क्लब अडिसन थियो। अनि त्यसमा चाहिँ मैले पनि अप्लाई गरेको थिएँ, इन्टरभ्यूको लागि पनि बोलाएको थियो। इन्टरभ्यूको लागि गएँ तर म सेलेक्ट चाहिँ भइनँ होइन क्लबको लागि। किनभने त्यत्रो स्टुडेन्ट कति 4-5,000 स्टुडेन्ट थियो होला आई गेस होइन, त्यत्रो स्टुडेन्ट थियो। अनि सेलेक्ट गर्ने 5-6 जना त्यस्तै मात्र हुन्थ्यो। अनि एकदम कम चान्स हुन्छ। अनि जो चाहिँ एक्स्ट्रा अर्डिनरी छ, जोसँग चाहिँ पहिल्यैदेखिको धेरै एक्सपिरियन्सहरू छ उनीहरू चाहिँ सेलेक्ट हुने चान्स अलिक बढी हुन्छ। अनि केएमसीमा चाहिँ सबभन्दा धेरै भनेको भिड हो कि। भयभरको मान्छे त्यही भएको जस्तो, यता गए पनि भिड हुन्छ, उता गए पनि भिड हुन्छ। झन् म लास्टै इन्ट्रोभर्ट मान्छे। अनि यस्तो भिड देख्दा चाहिँ कस्तो निसास्या जस्तो हुन्थ्यो कि जता गए पनि भिड के, खाली भन्ने काहीँ हुँदै नहुने है त्यस्तो हुन्थ्यो। अनि कम्पिटिसनहरू नि भइरहेको थियो तर कहिले पनि त्यो कम्पिटिसनहरूले आफ्नो क्लास चाहिँ मिस हुँदैन। किनभने त्यहाँ चाहिँ कम्पिटिसनहरू यस्तै अर्गनाइज गर्थ्यो कि मर्निङको लागि चाहिँ डेमा हुन्थ्यो अनि डे स्टुडेन्टको लागि चाहिँ मर्निङमा हुन्थ्यो जुन पनि कम्पिटिसन। अनि त्यसले गर्दा एउटै क्लासहरू मिस हुँदैन थियो। त्यो चाहिँ राम्रो पार्ट हो केएमसी। अनि यो कम्पिटिसनहरू मात्र नभएर ओरिएन्टेसन अनि फेयरवेलहरूको प्रोग्रामहरू हुन्छ नि, त्यस्तोमा चाहिँ मैले पर्सनली फिल गरेको यसमा अलि त्यो अनफेयर भएको जस्तो फिल भयो कि मलाई चाहिँ। किनभने जो चाहिँ अलि पपुलर छ अनि अब यस्तो भएको थियो हाम्रो ब्याचमा चाहिँ एकजना त्यो फेयरवेलहरूको लागि सेलेक्ट गर्ने हाम्रै ब्याचको एउटा केटी पनि थियो सेलेक्ट गर्ने टिममा होइन। अनि उसले चाहिँ आफ्नो साथीहरूलाई मात्र प्रायोरिटाइज गर्ने अनि अरूले चाहिँ चान्स नपाउने जस्तो चाहिँ मलाई एकदम फिल भएको थियो। अनि
यो मात्र कुरामा होइन, अरू पनि कुरामा अलि नेपोटिजम टाइपको अलिक बढी नै भने जस्तो भएको थियो कि नेपोटिजम भन्दा पनि अलिक पपुलर फेसेसहरूलाई चाहिँ बढी प्रायोरिटी दिने। अब त्यो सबै कलेजमा हो कि केएमसीमा मात्र हो चाहिँ थाहा भएन, तर म केएमसी पढाइ भएर मैले चाहिँ त्यो फिल गरेको होइन। अर्को भनेको केएमसीमा सबभन्दा पपुलर भनेको चाहिँ रि-एक्जाम हो। अनि केएमसीमा क्वेसन पनि लास्टै गाह्रो हुन्छ, त्यो चाहिँ हो होइन। किनभने हरेक टर्ममा यस्तो गाह्रो गाह्रो क्वेसन हुन्छ, त्यहाँ फेल नहुने त लास्टै कम मान्छे हुन्छ कि। अनि त्यो जो पास भयो त्यसले स्कलरसिप पायो भने जस्तै हो कि। अब त्यतिको पास हुनु चाहिँ पर्यो, स्कलरसिप चाहिँ पाइन्छ टाइपकै छ क्या त्यहाँको। कस्तो त्यो त्यस्तो गाह्रो क्वेसन छ क्या। अनि फेल भइन्थ्यो, अनि फेल भएपछि त्यसको रि-एक्जाम, सी-एक्जाम यति धेरै एक्जाम भक्कु भइ गर्छ कि त्यो पास नभउन्जेलसम्म त्यो एक्जाम भएको भए। अनि त्यही केएमसीकै सरहरू पनि कतिजनाले भन्नुहुन्थ्यो कि के अरे केएमसीले रि-एक्जामले उठाएको फी त कुनै कुनै कलेजको होल इयरमा पनि उठ्दैन होला भन्नुहुन्थ्यो। भनेपछि त्यति धेरै मान्छेहरू फेल हुन्थ्यो। अनि रि-एक्जामको फी थियो पर सब्जेक्ट 300 रुपिस। अनि यति धेरै स्टुडेन्ट फेल हुन्थ्यो होइन। अनि त्यो रि-एक्जामको पनि त्यस्तै गाह्रै क्वेसन हुन्थ्यो। अब त्यो हुन्छ नि रि-एक्जाम भनेपछि त त्यही पुरानो एक्जामको त्यही त आउने हो सोच्थ्यो, तर त्यस्तो होइन रहेछ। रि-एक्जाममा पनि टोटल्ली डिफ्रेन्ट क्वेसन हुने, अनि त्यस्तै गाह्रो हुने, चेकिङ पनि त्यस्तै हो। अनि लास्टै गाह्रो थियो त्यो एक्जामहरू पास गर्न त। अनि कहिले केएमसीबाट निस्क्यौँ जस्तो मात्र हुन्थ्यो कि मलाई। केएमसीको ओभरअल एक्सपिरियन्स भन्दा चाहिँ मेरो पर्सनल एक्सपिरियन्स भन्दा चाहिँ जस्तो मैले एक्सपेक्ट गरेको थिएँ प्लस टू लाइफ त्यस्तो हुन्छ भनेर, त्यस्तो केही पनि भएन। एकदम बोरिङ, एकदम झ्याउ लाग्ने नै भयो होइन। अब कतिवटा कुराहरू सिक्न त सिकेँ, तर जति मैले एक्सपेक्ट गरेको थिएँ त्यति चाहिँ रमाइलो भएन। म अलि इन्ट्रोभर्ट टाइपको भएर पनि होला मैले चाहिँ त्यस्तो राम्रो एक्सपिरियन्स गर्नु पाइनँ होइन। किनभने त्यहाँ चाहिँ अलिक बढी जो बोल्छ अलि हुन त त्यहाँ मात्रै होइन जताततै त्यही हो। त्यही पनि मलाई फिल भएको चाहिँ अलि कस्तो कस्तो आफू कतै हरा जस्तो भयो नि। अब मोस्ट अफ द स्टुडेन्टहरूको चाहिँ जो इन्ट्रोभर्ट छ उनीहरूको चाहिँ यही एक्सपिरियन्स भयो होला। किनभने स्कुलसम्म चाहिँ उनीहरूलाई चाहिँ एकदम प्रायोरिटी दिएर राखेको हुन्छ, अनि थोरै स्टुडेन्ट हुन्छ, अनि त्यो आफूले डिल गर्नु पनि इजी हुन्छ। तर केएमसीमा चाहिँ एकदम धेरै स्टुडेन्ट हुने, अनि त्यो त्यहाँको एक त त्यहाँको रुल्स एन्ड रेगुलेसन थाहा पाउन हामीलाई कति 1 वर्षले पनि पुगेन होइन। त्यति धेरै रुल्स एन्ड रेगुलेसनहरू छ। अब हामी एब्सेन्ट भयो भने एब्सेन्ट फिजहरू भयो, त्यो भयो ऊ भयो। अनि मेन कुरा डेली बुक चेक हुन्थ्यो। डेली भन्दा पनि रेगुलर बेसिसमा बुक चेक हुन्थ्यो। अनि ऱ्यान्डमली भइदिन्थ्यो, कहिले कहिले थर्सडे फ्राइडे त्यस्तै कहिले कहिले हुन्थ्यो। अनि हाम्रो ब्याचमा हुँदा चाहिँ त्यहाँ अलि नराम्रो एक्सपिरियन्सहरू भयो भनेर धेरैजनाले बोलेको पनि थियो। अनि सस्पेन्ड पनि भएको थियो 2-3जना टिचरहरू होइन। अब कहिलेकाहीँ त्यस्तो पनि हुन्छ। अनि केटाहरूलाई चाहिँ त्यो कपाल काट्न अति प्रेसर दिने, केटीहरूलाई चाहिँ त्यो यति त्यो नपालेको कि यत्तिकै नपालेको अलिकति लामो भयो भने पनि कराइहाल्ने, त्यस्तो त्यस्तो टाइपको चाहिँ लास्टै धेरै हुन्थ्यो होइन। अनि त्यहीहरू डिसिप्लिनको मामलामा भयो, त्यो भयो। त्यसमा चाहिँ एकदमै स्ट्रिक्ट नै छ केएमसी। आफूले फलो गर्नु सक्नु पर्यो, नत्र त गाह्रो नै छ त्यहाँ 2 वर्ष झेल्न पनि होइन। 10सम्म चाहिँ आफू एकदमै एक्स्ट्रा अर्डिनरी स्टुडेन्ट भनेर बसिरहेको। अनि 11-12मा जाँदा चाहिँ आफू बिलो एभरेज फिल गर्दा चाहिँ एकदम नराम्रो भएको थियो। किनभने आफूलाई एकदम ट्यालेन्ट भनेर गएको मान्छे त्यहाँ जाँदा त आफू केही पनि होइन टाइपको कि। त्यो अब कति 150 जनाबाट सिधै 4-5 हजारजनासँग कम्पिटिसन गर्दा चाहिँ हामी इफ त्यस्तै ठुलो ठुलो कलेजमा जाने हो भने चाहिँ मेन्टली प्रिपेयर भएर बस्नुपर्ने रहेछ। हरेक कुरामा कम्पिटिसन हुन्छ, हरेक कुरामा एक्स्ट्रा अर्डिनरी भयो भने मात्र जित्न सकिन्छ। कम्पिटिसनहरूमा एकदम पार्टिसिपेट गर्ने, तर केही पनि रिजल्ट एक्सपेक्ट चाहिँ नगर्ने। किनभने हाम्रो चाहिँ मैले अरू कम्पिटिसनमा त खासै त्यो पार्टिसिपेट गरिनँ, तर त्यो फेयरवेलको डान्सको लागि चाहिँ हामीले एकदम मेहनत गरेका थियौँ। तर त्यसमा हामीले रिजल्ट पनि एक्सपेक्ट
राम्रो एक्सपेक्ट गरेको थियो तर सोचेको जस्तो भएन अनि कस्तो नराम्रो फिल भएको थियो कि अनि मैले त्यति बेला रियलाइज गरेको रिजल्टको एक्सपेक्ट चाहिँ नगरिकन आफूले एक्सपिरियन्स मात्र गर्ने हो भने जस्तो भएको थियो। त्यही हो अब जुन कम्पिटिसनमा पार्टिसिपेट भए पनि आफूले जितिन्छ जितोस् भनेर जाने तर जित्छु कि भनेर आश चाहिँ नगर्ने भने जस्तो भयो कि त्यहाँ जाँदा चाहिँ। त्यसरी आफ्नो त्यो दिमागलाई प्रिपेयर गर्यो भने मात्र त्यो डिल गर्न सकिन्छ। आफूले 100% दिने तर केही पनि रिजल्ट एक्सपेक्ट चाहिँ नगर्ने। अनि केएमसीको मलाई सबभन्दा मन परेको पार्ट भनेको चाहिँ त्यहाँको सिक्युरिटीहरू भयो। हाम्रो केसमा चाहिँ के भएको थियो हामी 12मा हुँदाखेरि ठ्याक्क जेएनजी प्रोटेस्ट भएको थियो। त्यो दिन चाहिँ हाम्रो कलेज लागेको थियो बिदा थिएन प्रायः काहीँ पनि बिदा थिएन होला। अनि एक्कासी अब जेएनजी प्रोटेस्ट भएर त्यस्तो भएको न्युज आइपुग्यो होइन। त्यो आएपछि चाहिँ कलेजले यस्तो मजाले ह्यान्डल गरेको थियो। के भएको थियो भन्दा वर्किङ स्टुडेन्टहरूलाई चाहिँ कलेजभित्रै राख्ने प्यारेन्ट्स नआएसम्म नपठाउने अनि भ्यान युजर्सहरूलाई चाहिँ भ्यानमा एकदम सेक्योर तरिकाले पठाउने थियो। अनि म भ्यान युजर नै थिएँ अनि तर मलाई प्यारेन्ट्सले लिन आउनु भएको थियो अनि प्यारेन्ट्स लिन आउँदा पनि मेरो आइडीको फोटो खिचेर यो भ्यानको स्टुडेन्ट यति बजे यो प्यारेन्ट्ससँग गएको छ भनेर बाहिर त्यो गेटमा नाम लेखाएर अनि सबै कन्फर्म गरेर अनि मेरो भ्यानको ड्राइभरलाई इन्फर्म गरेर अनि मात्र पठाएको थियो कि। अनि वर्किङ स्टुडेन्टहरूको लागि पनि प्यारेन्ट्स आउनु भएर पठाएको जानुभयो नत्र भने चाहिँ त्यही कलेजमै क्यान्टिनमै त्यो खानु दिने बेलुका 8-9 बजेसम्म पनि भन्ने त्यस्तरी राखेको थियो। त्यो चाहिँ एकदम सेक्योर त्यो वेमा राखेको थियो। अनि अर्को मन नपरेको पार्ट भनेको चाहिँ हाम्रो 2 इयर एक्सपिरियन्स अनि यो छुट्टै कलेज लाइफ भनेको त एउटा छुट्टै खतरा मेमोरी हो नि तर त्यस्तो रमाइलो भएन किनभने हाम्रो हुने खालको टुर पनि क्यान्सल भयो। ठ्याक्क हाम्रो त्यो जेएनजी प्रोटेस्टको बेला चाहिँ टुरको लागि फर्म खुलेको थियो को जाने भनेर अनि टुर पनि राम्रै थियो। थाइल्यान्ड अनि अर्को कुन 2-3टा देश थियो होइन। अनि त्यो थियो तर त्यही जेएनजी प्रोटेस्टले गर्दा अनि पछाडि भयो भनेर हाम्रो त्यो टुर नै क्यान्सल भयो र नेपालमै पनि कतै पनि लगेन। त्यो चाहिँ सबभन्दा नराम्रो लागेको पार्ट हो। अनि हाम्रो एडमिसन गर्ने बेला फिल्ड भिजिटहरू भन्छ के भन्छ नि केही पनि भएन। त्यो चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी नै भयो। हामीलाई एउटा पनि फिल्ड भिजिटमा कहीँ पनि लगेन होइन। प्र्याक्टिकल भनेर त्यही ल्याबमा गयो हामीले हाम्रो एक्सपेरिमेन्ट गऱ्यो त्यति हो कि फिल्ड भिजिट भन्ने कहीँ भएन। साइन्स स्टुडेन्टको लागि म्यानेजमेन्टको लागि चाहिँ भइरहेको थियो कहाँ लगिरहेको थियो तर साइन्स स्टुडेन्टको लागि त्यस्तो केही पनि भएन। हामीलाई कलेजले लगेको भनेको त्यही एउटा एक चिहानको नाटक हेर्नलाई हो त्यही एउटा ठाउँमा लग्यो अरू कहीँ पनि लगेन। अनि त्यही हो हामीलाई त्यही टुर लगेको थिएन त्यही हाम्रो सबभन्दा बेस्ट पार्ट चाहिँ मिस भयो जस्तो फिल हुन्छ अझै पनि। मैले अनि मेरो ब्याचको मोस्ट अफ द स्टुडेन्टहरूले फेस गरेको मेरो ब्याच होइन त्योभन्दा अगाडिको पनि होला सायद हामीलाई 11मा त एउटा त्यो ठ्याक्क हामी त्यो कलेज भिजिटमा जाने बेला जुन बिल्डिङको टुर गराउँछ त्यसमै राख्थ्यो तर 12मा जाँदा चाहिँ हामीलाई अर्को बिल्डिङमा थियो जुन चाहिँ पुरानो सबभन्दा पुरानो होला त्यो कलेजभरिको त्यो बिल्डिङमा थियो 12को हाम्रो परेको थियो। अनि त्यहाँ चाहिँ त्यो चाहिँ लास्टै अनम्यानेज छ बाइ द वे होइन। त्यहाँ वासरुम पनि एउटा बाइक थिएन 3rd कि 4th फ्लोरसम्म मात्र एउटा त्योभन्दा माथि मात्र अरू थियो जस्तो लाग्यो। अनि एउटा मात्र वासरुम थियो यस्तो नराम्रो छ त्यो चाहिँ भिजिट गराउनु पर्ने हो कि फर्स्टमा त्यो चाहिँ केही पनि भिजिट गराउँदैन। त्यो चाहिँ सबभन्दा खतम पार्ट भयो कि। हामी के गर्थ्यौँ भन्दा हामी 11:40 देखि हाम्रो क्लास सुरु हुन्थ्यो नि अनि हामी कति ब्रेकमा सिधै अर्को बिल्डिङको वासरुम जान्थ्यौँ कि त्यहाँको युज गर्न नसकेर अनि ब्रेकमा गएर अर्को त्यो बिल्डिङको वासरुम युज गर्ने अनि सिधै घर जाने बेला फेरि त्यही अर्को बिल्डिङमा गएर वासरुम युज गर्न पर्ने थियो कि। त्यस्तो नराम्रो सिचुएसन थियो। अझ कति केसमा त म पानी पनि नखाइबस्थेँ कि त्यहाँको वासरुम जानुपर्छ भनेर त्यस्तो खत्तम थियो त्यहाँको वासरुम चाहिँ। अनि गनाउनु पनि त्यस्तै है त्यो पुरानो बिल्डिङ भएर हो कि के हो त्यो चाहिँ लास्टै अनम्यानेज छ। अनि कस्तो फेयर नभएको जस्तो लाग्ने कि एउटै स्टुडेन्ट उता चाहिँ त्यस्तो त्यो प्रिभिलेज टाइपको हामीलाई चाहिँ त्यस्तो ठाउँमा राख्दैछ भन्ने जस्तो भएको थियो।
अनि अहिले त अझ के अरे स्कुलहरू भनेर सेपरेट गरेको छ 11-12 को अल्फा, गामा, बिटा भनेर सबै त्यो सेपरेट सेपरेट छ। अनि त्यसले गर्दा अलिअलि त्यो रिजल्टहरू इम्प्रुभ त भयो होला, तर कतिवटा केसमा चाहिँ एउटा अल्फाको स्टुडेन्टहरूले पार्टिसिपेट गर्न पाउने, डेल्टाहरूकोले गर्न पाउने, छुट्टै अनि सँगै गर्न नपाउने भनेको थियो। अनि हाम्रो त साथीहरू छुटेको थियो। अनि उनीहरूले र हामीले छुट्टै गर्न पर्ने भनेर चाहिँ हामीले कतिवटा कम्पिटिसनमा चाहिँ पार्ट नै नलिएको थियो के, त्यो साथीहरू छुट्यो भनेर। त्यस्तै भएको थियो धेरैवटा केसमा चाहिँ। अब त्यो ओभरअल भन्नुपर्दा चाहिँ केएमसीको त्यो बेस्ट पार्ट भनेको चाहिँ त्यहाँको डिसिप्लिनहरू भयो होइन। अनि सेक्योर छ कलेज, नाम चलेको कलेज हो, अभियसली सेक्योर त हुन परिहाल्यो। 24 घन्टा जता गए पनि सिसिटिभीहरू छ। अनि अर्को भनेको चाहिँ त्यहाँको त्यही रुल्स एन्ड रेगुलेसनहरू भयो, त्यो नि ठिकै छ। अनि हामीलाई हार्न सिकाउँछ, मेन कुरा त्यो हो। मैले अघि मेरै एक्सपिरियन्स पनि भनिहालेँ, मैले अहिलेसम्म लाइफमा हार्न नजानेको त्यहाँ गएर हारेँ थिएँ। अनि लास्टै नराम्रो फिल त हुन्छ, तर बिस्तारै त्यो सिचुएसनसँग चाहिँ कसरी डिल गर्ने भनेर पनि सिकाउँछ। अझ कतिवटा केसमा त हाम्रै प्यारेन्ट्सहरूले पनि बुझ्नु हुँदैन कि, अनि त्यही माथि कलेजले कल गरिदिन्छ होइन प्यारेन्ट्सलाई। अनि कल गरेर अनि तपाईँको छोरीको त रिजल्ट राम्रो छैन, यो छैन भनेपछि अभियसली प्यारेन्ट्सहरूलाई नराम्रो लाग्छ। अनि अब हामीले प्यारेन्ट्सलाई भन्दा पनि हामीले हाम्रो बेस्ट ट्राई गरेको छ भनेर भन्दा पनि कतिवटा केसमा चाहिँ बुझ्नुहुन्न थियो। अनि त्यो सिचुएसनहरूसँग डिल गर्न चाहिँ लास्टै गाह्रो भएको थियो। त्यो चाहिँ त्यसको वर्स्ट पार्ट हो। त्यही हो, प्रेसर अलिक बढी नै हुन्छ। अनि सबै स्टुडेन्टबाट एक्सपेक्ट एकदम बढी हुन्छ केएमसीमा। अनि त्यो चाहिँ आफूले गर्न नसक्ने हो कि भने जस्तो हुन्छ। कतिवटा केसमा चाहिँ मोटिभेट गर्नु खोज्नुहुन्छ टिचरहरूले, तर रिजल्टले चाहिँ हामीलाई झन् डिमोटिभेट गर्छ के। हामीले साँच्चीकै केही गर्नै नसक्ने हो कि, हामी यस्तो वर्स्ट छौँ भने जस्तो फिल गराउँछ। अनि त्यही हो, ओभरअल मेरो एक्सपिरियन्स चाहिँ ठिकठाकै रह्यो, त्यस्तो राम्रो पनि रहेन, त्यस्तो नराम्रो पनि भएन। अनि त्यही हो, अब केएमसी पढ्नेले हेर्दै हुनुहुन्छ भने तपाईँहरू चाहिँ मेन्टली प्रिपेयर भएर बस्नु हरेक कुराको लागि। त्यहाँ गएर म फेल चाहिँ हुन्छु एक न एकचोटि भन्ने चाहिँ माइन्डमा राख्नु। अब त्यो हुनु भयो भने के गरी डिल गर्ने भनेर राख्नु। अब हुनु भएन भने त त्यो बेस्ट हो। त्यहाँ फेल नहुनु भनेको बोर्ड एक्जाममा 3.8+ हो भनेर त्यहीँको सरले पनि भन्नुहुन्थ्यो। अनि इभन हाम्रो एक्जाममा पनि सर आएर के भन्नुहुन्थ्यो भन्दा, तिमीहरूले यो एक्जाममा 30 मार्क्सभन्दा बढी लिएर आयो भने तिमीहरूको बोर्डमा A+ कन्फर्म हो भन्नुहुन्थ्यो। अनि त्यो होला पनि होइन, त्यो कतिवटा केसमा हुन्छ पनि। त्यही भएर त्यहाँ केएमसी भित्रको रिजल्टले खासै म्याटर गर्दैन, तर लास्टमा निस्किने भनेको 12 को बोर्डले हो। अनि त्यसमा चाहिँ सबैको राम्रै हुन्छ। त्यही हो, अल द बेस्ट।